भनेको हामीले पढ्दैथ्यौँ। इजरायलीहरूमा पनि आज परमेश्वरले गोठालाहरू त दिनुभएको थियो, तर ती गोठालाहरूले चाहिँ आज असल तरिकाले आज गोठालो नगरेको कारणले गर्दा चाहिँ परमेश्वरको भेडाहरू चाहिँ आज पहाड हुँदै अनि उजाड स्थान हुँदै आज भड्किएको थियो। हामीले यर्मिया 53 को शपथ अनि त्यसै गरी यसैया 50 को शपथमा हामीले पढेको थियौँ, मेरा भेडाहरू चाहिँ आज पहाड हुँदै भड्किएको छ भनेको त्यहाँ भनेको छ। अनि त्यसै गरी जकरिया इजिकेल 33 मा पनि आज गोठालोहरूले चाहिँ के गरेको थियो भने उनीहरूले चाहिँ आज उनीहरूको उनहरू कत्रेको थियो, बलियो बलियोलाई मारेको थियो, खाएको थियो, तर उनीहरूले चाहिँ गोठालालाई चढाएको थिएन, उनीहरूले गोठालालाई असल तरिकाले न्याय गरेको थिएन भनिकन भन्नुभएको थियो। अनि अर्को कुरा चाहिँ आज यो कुराहरू चाहिँ आज इजरायलीलाई चाहिँ विशेष गरी परमेश्वर आज इजरायलीको लागि आज यहुदाको लागि आउनु भएको थियो, तर उनीहरूले चाहिँ आज परमेश्वरलाई ग्रहण नगरेको कारणले गर्दा आज यो कुराहरू चाहिँ आज अन्य जातिहरूकोमा जो चाहिँ हामीहरू हौँ हामी कहाँ आउनु भएको थियो। अनि यो कुरा चाहिँ आज अस्ति हामीले हेर्दै थियौँ। अनि अन्य भनेको चाहिँ आज हामी अन्य जातिहरू हौँ। त्यहाँ हामीले युनाको 10 को 16 मा त्यहाँ अन्य भन्ने कुराहरू लेखेको छ। त्यो अन्य भनेको चाहिँ आज हामी अन्य जाति हौँ भनिकन अस्ति हामीले हेर्दै थियौँ। अनि त्यसै गरी आज अलिक केही कुराहरू हेरौँ। आज चाहिँ के छ भनेदेखि परमेश्वरले हाम्रो निम्ति आज एउटा सानो भाग चाहिँ छोड्नु भएको थियो। आज एउटा परमेश्वरले सानो भाग नछोड्नु भएको भए आज हामी चाहिँ साँच्चै आज नष्ट हुने थियौँ। आज एउटा परमेश्वरले आज हामीलाई एउटा सानो भाग भनेर यहाँनिर यसैया 1 को 9 पदमा यसैया 1 को 9 पदमा त्यहाँ लेखेको छ आज यहाँ चाहिँ भन्छ आज परमेश्वरले चाहिँ एउटा सानो भाग हाम्रो लागि छोडिराख्नु भएको थियो। अनि उहाँले यो भाग चाहिँ नछोड्नु भएको भए आज हामी चाहिँ सदम र गमोरा जस्तो हुने थियौँ। किनकि जस्तै हामीले हेर्थ्यौँ रोमी 9 को 22 पदमा हामी 22 पदमा हामी त्यहाँ चाहिँ एउटा क्रोधको भाडा हौँ। त्यो क्रोधको भाडा चाहिँ आज हामी थियौँ। आज त्यो क्रोधको भाडालाई चाहिँ परमेश्वरले नाश गर्न चाहनुहुन्थ्यो, तर परमेश्वरले त्यो क्रोधको भाडालाई के गर्नुभएको छ, दया देखाउनु भएको छ भनेर हामीले यहाँ हाम्रो रोमीको 9 को 22 पदमा हामीले अस्ति एक पनि पढेको थियौँ। फेरि पनि एकजनाले पढिदिनुहोस् त। आफ्नो क्रोध देखाउने र आफ्नो सामर्थ प्रकट गर्ने इच्छा गरेर विनाशका निम्ति बनाएका क्रोधका भाडाहरूप्रति खुबै सहनशीलता देखाउनुभयो भने के भयो त? यहाँ चाहिँ हामी क्रोधको भाडा थियौँ, तर परमेश्वरले हामीप्रति चाहिँ एउटा सहनशीलता देखाउनु भएको छ। आज हामी चाहिँ आज त्यो क्रोधको निम्ति साँचेको थियो। हामी चाहिँ सदम र गमोरा जस्तो हुने थियौँ। यसकै यहाँनिर एउटा वंश भनेर यहाँ चाहिँ लेखेको छ, त्यहाँ चाहिँ अलिकति सानो भाग भनेको छ, यहाँ चाहिँ वंश भनेको छ। यो 9 को 29 मा पढिदिनुहोस् त। रोमी 9 को 29। अनि जसरी यसले कहिले भनेका छन् तिनीहरूका प्रभुले हाम्रा निम्ति वंश नसक्नु भएको भए हामी सदम जस्तो हुने थियौँ र गमोरा जस्तै बनाइने थियौँ। यहाँ पनि सदम जस्तै बनाइने थियौँ, गमोरा जस्तै बनाइने थियौँ भन्छ। एउटा वंश छोड्नु भएको छ परमेश्वरले। त्यो वंश चाहिँ आज हामीमा आएको छ, जो चाहिँ हाम्रो प्रभु यीशु मसीह ख्रीष्ट हुन्छ, जसद्वारा हामीले आज उद्धार मुक्ति पाएका छौँ। अनि परमेश्वरले यहाँनिर यो सदम र गमोरा भन्ने कुराहरू धेरै पठाएको छ। सदम र गमोराको अवस्था चाहिँ कस्तो थियो भन्ने कुरा चाहिँ हामी अलिकति हेर्छौँ। त्योभन्दा पहिले चाहिँ आज परमेश्वरले हामीलाई एउटा वंश छोड्नु भयो। अनि परमेश्वरले चाहिँ आज सबै जातिहरूलाई अब्राहममा भएर के भन्नुभएको थियो, आशिष दिनुभएको थियो सबै जातिलाई। त्यो जातिहरूमा हामी पनि पर्छौँ। अब्राहममा भएर त्यहाँ कुनै अन्य जाति त्यहाँनिर अरू कुनै केही भनेको छैन। त्यहाँ चाहिँ अब्राहमलाई चाहिँ के भनेर आशिष दिएको छ, सबै जातिहरूले चाहिँ तँमा आशिष पाउनेछ भनिकन हामी पढ्छौँ। आउनुहोस् त मत्तीमा उत्पत्तिमा उत्पत्ति 12 को 3 मा पनि छ त्यहाँनिर। तिमीमा सबै पृथ्वीका कुलहरू आशिषित हुनेछौ। यहाँनिर परमेश्वरले पहिले नै ठहराउनु भएको थियो हामी अन्य जातिहरूलाई पनि परमेश्वरमा सामेल गराउन, त्यो परमेश्वरको गोठालोमा परमेश्वरको गोठमा ल्याउनको लागि परमेश्वरले चाहिँ पहिलेदेखि नै ठहराउनु भएको थियो। त्यो अब्राहममा भएर परमेश्वरले त्यतिखेर नै आशिष दिनुभएको थियो। परमेश्वरलाई थाहा थियो आज इजरायलीहरू चाहिँ एउटा हट्टी जाति हुनेछ, उनीहरू चाहिँ आज परमेश्वरलाई इन्कार गर्नेछ, उनीहरूले चाहिँ आज परमेश्वरलाई त्याग्नेछ भनेर परमेश्वरले
जान्नुहुन्थ्यो, किनभने गजलले भन्छ जे भइरहेको छ त्यो चाहिँ पहिले नै भइसकेको छ, जे हुनेवाला छ त्यो चाहिँ भइसकेको छ भनेर यहाँनिर उपदेश 3 को 15 मा लेखेको छ यो कुरा। त्यही भएर परमेश्वरले सबै कुरा जान्नुभएको थियो, देख्नु भएको थियो। त्यही भएर परमेश्वरले चाहिँ सुरुमै आज अब्राहमलाई चाहिँ आशिष दिनुभएको थियो। यो कुरा हेरौँ त, उपदेश 3 को 15 पनि पढिदिनुहोस्। त्यहाँनिर भनेको छ जे जे भइसकेको छ त्यो अघि भइसकेको थियो अनि जे हुनेछ त्यो पहिले भइसकेको थियो अनि परमेश्वर बितिसकेको कुरा खोज्नुहुन्छ। यहाँनिर चाहिँ जे भइसकेको थियो त्यो चाहिँ पहिले नै जे भइरहेको छ त्यो चाहिँ अघि नै भइसकेको थियो। परमेश्वरले सबै कुराहरू देखिसक्नु भएको थियो। परमेश्वरको त्यो योजनामा भावी परमेश्वरले देख्दाखेरि सबै कुराहरू देखिसक्नु भएको थियो। अनि यो चाहिँ परमेश्वरले चाहिँ आज बितेको कुराहरूमा हामी अन्य जातिहरूलाई आज परमेश्वरले एउटै गोठालो एउटै अनि एउटै बगालमा चाहिँ परमेश्वरले ल्याउनु भएको छ। अनि यहाँनिर आज यहाँ चाहिँ अब्राहमलाई चाहिँ परमेश्वरले आशिष दिनुभएको छ, पृथ्वीका सबै कुलहरूमा तिमीहरूले आशिष पाउनेछौ भनेको। अनि यो कुरा यहाँनिर चाहिँ हामीले उहाँ वंशमा हेर्दै थियौँ। अनि यो चाहिँ आज यही उत्पत्ति 22 को 18 मा हुन्छ, त्यहाँनिर चाहिँ वंशै भनेर लेखेको छ। त्यहाँ चाहिँ 22 को 18 उत्पत्ति। तिम्रो वंशमा पृथ्वीका सबै जातिहरू आशीषित हुनेछन् किनकि तिमीले मेरो आज्ञा पालन गरेका छौ। परमेश्वरले चाहिँ आज सुरुमै परमेश्वरले चाहिँ आज एउटा वंश ठहराउनु भएको थियो। एउटा वंश, सबै वंशलाई चाहिँ परमेश्वरले आशिष, त्यहाँ चाहिँ इजरायली यहुदीहरूलाई मात्रै होइन, सबै भनेको हामीहरू पनि त्यसमा पर्छौँ। तसर्थ परमेश्वरले आज हामीलाई उहाँको गोठालो, उहाँको गोठमा हामीलाई ल्याउनु भएको छ, ताकि हामी चाहिँ आज क्रोधको भाडा थियौँ। आज हामी चाहिँ सदोम र गमोरा जस्तो नाश हुने मानिसहरू थियौँ, तर परमेश्वर चाहिँ आज सुरुमै आज अब्राहममा भइकन हामीलाई आज आशिष दिनुभएको थियो। अब्राहमको वंशलाई आज परमेश्वरले तिमीमै सबै संसारको वंशमा आशिष पाउनेछ भनेर हामी पनि आज अन्य जाति अब्राहममा भएर चाहिँ आज हामीले आशिष पाएका छौँ। अनि यो कुराहरू छ, तर आज परमेश्वरले हामीलाई यो वंशलाई आशिष नदिएको भए, एउटा सानो भाग परमेश्वरले नछोड्नु भएको भए आज हामी चाहिँ सदोम र गमोरा छौँ। हामी सबैलाई थाहा छ सदोम र गमोराको अवस्था चाहिँ कस्तो थियो भनिकन यहाँ उत्पत्तिमै आउँछ। आउनुहोस् त, सदोम र गमोराको अवस्था चाहिँ कस्तो थियो भनिकन, कसरी चाहिँ उहाँले नाश गर्नुभयो भनिकन उत्पत्ति 19 मा 19 को 24 मा। तब परमप्रभुले आफ्नो तर्फबाट सदोम र गोमोरामाथि आकाशबाट गन्धक र आगो बर्साउनु भयो। अनि आगो र गन्धक चाहिँ आज परमेश्वरले सदोम र गमोरामा बर्साउनु भयो। आजसम्म पनि त्यो आगो र गन्धक त अझैसम्म पनि पाइन्छ भन्छ। त्यहाँनिर चाहिँ अझै पनि आजसम्म पनि कुनै प्रकारको रुख बिरुवा घाँसपातहरू छैन। त्यहाँ चाहिँ कुनै पनि मानिसले आजसम्म बास गर्दैन, त्यहाँ कुनै मानिसको सन्तानले बास गर्दैन भनेर परमेश्वरको वचनले भन्दछ। अहिलेको विज्ञानहरूले पनि त्यही पत्ता लागेको छ, त्यहाँनिर चाहिँ गन्धकहरू अझै पनि पाइन्छ। त्यहाँ चाहिँ आज एउटा उराट भएको ठाउँ छ। परमेश्वरले आज हामीलाई यस्तो बनाउन चाहनु सक्नुहुन्थ्यो, किनकि आज परमेश्वरले हामीलाई एउटा क्रोधको भाडाको निम्ति बनाउनु भएको थियो भनेर भन्छ। अनि परमेश्वरले यो क्रोधको भाडालाई चाहिँ आज दया देखाउनु भएको छ। तसर्थ आज हामी परमेश्वरको चरणमा, परमेश्वरको उपस्थितिमा आएका छौँ। अनि यो कुराहरू चाहिँ आज हामीले हेर्ने हो भने यहाँ सदोम र गमोरामा चाहिँ मान्छेहरू कोही पनि बास गर्ने छैन। त्यहाँ चाहिँ एउटा झारपात पनि सागपात पनि उम्रिने छैन भनिकन यहाँनिर व्यवस्थामा पनि आउँछ। अन्त व्यवस्था 23 को कस्तो थियो, सदोम र गमोराको अवस्था कस्तो थियो, त्यस्तै अवस्था चाहिँ आज हाम्रो हुनेवाला थियो। हामी चाहिँ त्यहाँबाट कहिले उठ्नु सक्ने थिएनौँ, त्यस्तो अवस्था थियो। तर परमेश्वरले चाहिँ आज हामीलाई एउटै गोठालो, एउटै बगालमा परमेश्वरले आज ल्याउनु भएको कुराहरू व्यवस्था 23 को यसैमा पनि छ होला, होइन 29, यसै व्यवस्था 29 को 23 यो चाहिँ हो।
यसको त्यसको 29 यसको जरा जमिन जमिन सारा जमिन गन्धक र नुन जलिरहेको आगो भएको छ। यहाँ बिउ छरिँदैन, न फल लाग्छ, न यहाँ कुनै घाँस उम्रन्छ। परमप्रभुले आफ्नो क्रोध र आफ्नो तातो रिसमा नष्ट गर्नुभएको सदम र गोमोरा अधममा र सबै जस्तै। जस्तै यहाँनिर चाहिँ परमेश्वरको वचनले भन्दछ आज त्यो सदम र गमोराको कस्तो हालत भएछ। त्यहाँनिर कुनै जमिनमा कुनै त्यहाँ त्यसको सारा जमिन गन्धक र नुन जलिरहेको आगो भएको छ। यहाँ बिउ छरिँदैन, न फल लाग्छ न यहाँ कुनै घाँस उम्रन्छ। परमप्रभुले आफ्नो क्रोध र आफ्नो तातो रिसमा नष्ट गर्नुभएको सदम र गमोरा भनेर यहाँ भन्दछ। आज हामी पनि यस्तै नष्ट गरिन लायकको थियौँ। यसमा चाहिँ आज कहिले पनि घाँसहरू उम्रिँदैन। यहाँ कुनै मान्छेको अहिले संसारमा यति धेरै मान्छेहरू भएको छ, तर पनि अझैसम्म पनि मान्छेले बास गरेको छैन भन्छ। यो कुरा चाहिँ आज हामीले बुझ्नुपर्छ हाम्रो अवस्था कस्तो थियो। हामी यसरी आज नष्ट हुन लायकको थियौँ। आज परमेश्वरले हामीलाई कृपा दृष्टि गर्नुभएको छ। आज हामीले अनुग्रह पाएको छौँ। त्यसैले आज हामी परमेश्वरको सामने यसरी आएका छौँ। यो हाम्रो आज चाहनाले, हाम्रो इच्छाले होइन, यो चाहिँ परमेश्वरपट्टिको प्रेमले गर्दा चाहिँ आज हामी यहाँनिर आएका छौँ। हामी त यसरी नाश गर्न लायकको थियौँ, यस्तो अवस्थामा थियौँ हामी। अनि आजसम्म पनि त्यहाँनिर चाहिँ कुनै मान्छेले, कुनै मानिसको सन्तानले बसोबास गरेको छैन भनिकन भन्दछ। यर्मिया 49:8 आउनुहोस् त। त्यहाँनिर भन्छ सदम र गमोरामा चाहिँ अझैसम्म पनि कुनै मानिसहरूले बास गर्दैन, त्यहाँ कुनै मानिसको सन्तानहरूले बास गर्दैन भनिकन। यर्मिया 49 होइन, त्यो होइन, 49:28 हेर्नु त। 49:28 बाबेलका राजा नबुकदनेस्सरले प्रहार गरेको केदारको विषयमा र हासोरका राज्यहरूको विषयमा परमप्रभुले यस्तो भन्नुहुन्छ, तिमीहरू उठ, केदारमाथि चढाइ गर। होइन, यहाँनिर 49:18 चाहिँ रहेछ। सदोम र गमोरा त्यहाँनिर लेखेको छ। त्यसका छिमेकी शहरहरूको विनाश हुँदा चाहिँ त्यहाँ कुनै मानिस बस्नु छैन, न त मानिसको कुनै विचारले सदोम र गमोराको अवस्था यस्तो थियो। पहिले त परमेश्वरले आगो र गन्धकले नष्ट गर्नुभयो। त्यहाँनिर कुनै प्रकारको झारपात, घाँसपात अनि त्यसपछि सागसब्जी कुनै पनि नउम्रिने खालको थियो। त्यति पनि परमेश्वरले छोड्नु भएन। त्यहाँ चाहिँ कुनै पनि मानिसको सन्तानले बास गर्दैन भन्छ। त्यहाँ चाहिँ कुनै पनि आज मानिसहरू त्यहाँ चाहिँ बास बस्दैन। आजसम्म त्यहाँनिर उजाड पारिएको छ भन्छ। आज हाम्रो अवस्था चाहिँ यस्तै थियो। तर परमेश्वरले चाहिँ आज हामीलाई परमेश्वरमा हामीलाई खोज्नुभयो अनि परमेश्वरले हामीलाई भेटाउनु भएको छ। आज हामी परमेश्वरको सन्तान भएको छौँ। यहाँनिर परमेश्वरको वचनले भन्दछ आज बिल्कुलै हामी नाश बनाउन लागेको थियौँ। आज हामी चाहिँ एउटा क्रोधको भाँडा जस्तो थियौँ। अनि हामी चाहिँ आज कस्तो खालको व्यक्ति थियौँ भनिकन यहाँनिर हामी देख्दछौँ। अनि यहाँनिर अर्को वचन भन्दछ हामी चाहिँ आज कस्तो जाति थियौँ भनेर यहाँनिर भन्छ। यशाया 54:4 पढिदिनुहोस् त। यशाया 57:4 हामी चाहिँ को थियौँ? हामी चाहिँ एउटा झुटको सन्तान थियौँ, झुटको वंश थियौँ। तर परमेश्वरले चाहिँ आज हामीलाई परमेश्वरको आज वंशमा गाँच्नु भएको छ, परमेश्वरको गोठमा ल्याउनु भएको छ। अनि हामी चाहिँ आज परमेश्वरलाई यसरी यहाँ धन्यवाद चढाउन, परमेश्वरको आराधना उपासना गर्न हामीले पाएको छ। आज हामी चाहिँ नाश गर्न लायकको, तर परमेश्वरले आज क्रोधको भाँडाप्रति दया देखाउनु भएको कारणले गर्दा आज हामी चाहिँ आज यहाँनिर झुटको वंश थियौँ। अनि झुट भन्ने बित्तिकै हामी आज शैतानलाई बुझ्छौँ। शैतान यहाँनिर
युहन्ना 4:8-44 पनि भन्छ तिमीहरू चाहिँ झुट तिमीहरूको पिता चाहिँ झुट हो भनेर त्यहाँनिर भन्छ। झुटको पिता को भनेर भन्छ। त्यहाँ चाहिँ हामी आज झुटको आज सन्तानहरू थियौँ। हामीले चाहिँ आज ढुङ्गा मूर्तिहरू आज त्यो चाहिँ हामी सबै झुटलाई हामी पूजा गरिरहेका थियौँ। यहाँ चाहिँ हामी कोरिन्थी 2 पहिलो कोरिन्थी 12 यहाँनिर हामी चाहिँ आज ढुङ्गा मुढाहरूलाई पूजा गर्थ्यौँ भन्ने कुराहरू छ यहाँनिर। तर आज हामी चाहिँ परमेश्वरमा आएका छौँ। पहिलो कोरिन्थी 12:2 हामी चाहिँ तिमीलाई थाहा छ, मेरो दोहोऱ्याइ अनुसार ती ढुङ्गा मूर्तिहरूलाई भोगिएर भएका अन्य जातिहरू थियौँ। हामी अन्य जातिहरू थियौँ। हामी अन्य थियौँ। हामी परमेश्वरको दयामा थिएनौँ। हामी क्रोधको निम्ति क्रोधको भाँडाको निम्ति हामीलाई बनाउनु भएको हामी थियौँ। तर परमेश्वरले आज चाहिँ हामीलाई उहाँको आफ्नो निज सन्तान तुल्याउनु भएको छ। आज परमेश्वरले चाहिँ हामीलाई के बनाउनु भएको छ? उहाँको धूप बाल्ने अनि उहाँको पुजारी आज परमेश्वरले हामीलाई तुल्याउनु भएको छ। त्यसैले आज हामीले परमेश्वरलाई धन्यवाद पुर्याउनु पर्छ। अनि अर्को कुरा यहाँनिर अर्को चाहिँ अस्ति हामीले हेर्दै थियौँ इजरायलीहरूले चाहिँ आज परमेश्वरलाई आज ग्रहण नगरेको कारणले गर्दा उनीहरू चाहिँ आज व्यवस्थामै आज धार्मिकता खोजेको कारणले गर्दा अन्य जातिहरू चाहिँ आज के भए? अन्य जातिहरू चाहिँ धार्मिकतामा आइसके तर इजरायलीहरू चाहिँ धार्मिकता अझै व्यवस्थाद्वारा खोजेको कारणले गर्दा धार्मिकतामा पनि आएको छैन भनेर हामीले हेर्दै थियौँ। हामी त्यहाँनिर रोमीमा आउनुहोस् त, त्यहाँनिर भनेको छ नि रोमी 11 कोरिन्थी होइन 9:30 अस्ति हामीले हेर्दै थियौँ। रोमी 9:30 चाहिँ हामी के भनौँ त? धार्मिकताको पछि नलाग्ने धार्मिकताको पछि नलाग्ने अन्य जातिहरूले धार्मिकताका अर्थात् विश्वासबाटको धार्मिकता प्राप्त गरेका छन्। तर धार्मिकताको व्यवस्थाको पछि लागेर पनि धार्मिकताको व्यवस्था समाइएको छैन। अनि फेरि किन भनेर प्रश्न गरेको छ। यसको खोज चाहिँ धार्मिकताको खोज चाहिँ उनीहरूले विश्वासद्वारा गरेन, व्यवस्थाको कामहरूद्वारा गरे। ठेस लाग्ने ढुङ्गामाथि उनीहरूले ठेस खाए। यति नै होस्। अनि आज हामी चाहिँ धार्मिकता यहाँनिर हामी चाहिँ अन्य जातिहरू चाहिँ आज धार्मिकताको पछि नलाग्ने अन्य जातिहरूले धार्मिकता अर्थात् विश्वासको धार्मिकताबाट प्राप्त गरिसकेको छ। तर आज यो इजरायलीहरूले चाहिँ व्यवस्थाद्वारा धार्मिकता खोजेको कारणले गर्दा उनीहरू अझै पनि धार्मिकतामा आइसकेको छैन। त्यही भएर यहाँनिर परमेश्वरले भन्नुहुन्छ के भन्नुभएको छ यो 25मा यो 9:25 चाहिँ के भनेको छ? तिनीहरूले जो मेरा थिएनन् उनीहरूलाई म मेरो जन भन्नेछु, जो मेरो प्रिय थिएनन् उनीहरूलाई प्रिय भन्नेछु। अनि यस्तो हुनेछ प्रिय हुनेछन् भनेर यहाँनिर 25 पदमा लेखेको छ। आज हामी अन्य जाति थियौँ, हामी अन्य थियौँ, हामी प्रिय थिएनौँ प्रभुको। तर आज हामी प्रभु येशूमा भएर आज हामी प्रिय भएका छौँ। अनि यो कुरा चाहिँ अस्ति मैले पनि हेर्दै थिएँ। अनि यहाँनिर चाहिँ आज यो इजरायलीहरूकोमा सबभन्दा सुरुमा चाहिँ परमेश्वर आउनुभएको। परमेश्वर चाहिँ आज प्रभु यीशु ख्रीष्ट आज कस्तो लागि आउनुभयो भन्दाखेरि इजरायलीको लागि जो चाहिँ हराएको घोडाहरू यो चाहिँ युहन्ना 10:6 के अरे त्यहाँनिर हेरेको थियौँ। अनि चेलाहरूलाई पनि परमेश्वरले आज्ञा गर्नुभएको थियो, जाओ मेरा हराएका घोडाहरूकोमा जाओ, तिनीहरूलाई फर्काएर ल्याऊ परमेश्वरले भन्नुभयो। तर हामीले अस्ति हेऱ्यौँ त्यो एउटा कनानी स्त्रीको त्यहाँनिर यो सानो दृष्टान्त त्यहाँनिर कथा हामीले हेऱ्यौँ। त्यो कनानी स्त्रीले चाहिँ आफ्नो छोरीलाई त्यो भूत आत्मा लागेको छोरीलाई चाहिँ प्रभुसँग ल्याउँदाखेरि परमेश्वरले वास्तै गर्नु भएन। उहाँले चाहिँ भन्नुभयो म त यिनीहरूको लागि होइन, तर म चाहिँ हराएको इजरायलीहरूको लागि आएको हो। तर त्यो कनानी स्त्रीले के भन्छन् त? अनि प्रभुले भन्नुहुन्छ अब केटाकेटीको खानाहरू चाहिँ कुकुरहरूले दिनु उचित छैन भन्दा चाहिँ उसले भन्छ टेबलबाट खसेकोले त त्यो कुकुरले पनि अगाउँछ भन्दाखेरि परमेश्वरले भन्छ जाऊ तिमीले जे चाहेको त्यही हुन्छ। आखिर त्यो उसले दया पाएको छ, उसले कृपा पाएको छ। आज हामी यस्तै अवस्थामा आएका छौँ। अनि यहाँनिर यो इजरायलीहरूले परमेश्वरलाई आज नस्वीकारेको कारणले गर्दा चाहिँ आज हामीले यो उद्धार मुक्तिको कुराहरू पाएका छौँ। यहाँ प्रेरितमा आउनुहोस् त, प्रेरितमा यो कुरा भनेको छ इजरायलीहरूले चाहिँ वास्तै गरेन,
परमेश्वरले भन्नुभएको कुराहरू इजरायलीहरूले चाहिँ आज त्यहाँनिर कान लगाएन। उनीहरूले के भन्छ त उनीहरूले चाहिँ आज परमेश्वरको कुराहरू कसरी यहाँनिर भनेछ त यो 28 को प्रेरित 28 को 26 27 28 पदलाई पढिदिनुहोस् त। प्रेरित 26 को 28 को 26 27 28 यस जाति कहाँ जाऊ र भन सुनिरहँदा तिमीहरूले सुन्ने छौ तर कुनै रीतिले बुझ्ने छैनौ। कुनै रीतिले बुझ्ने छैनौ। हेरिरहँदा तिमीहरूले हेरिरहँदा तिमीहरूले देख्ने छौ तर कुनै रीतिले थाहा पाउने छैनौ। कुनै रीतिले थाहा पाउने छैनौ। किनकि यस जातिको हृदय मोटो भएको छ र तिनीहरूको कानहरू सुन्नलाई बोधा भएका छन्। अनि तिनीहरूले आफ्ना आँखाहरू बन्द गरेका छन्। कहिले कुनै समयमा आफ्ना आँखाहरूले देख्नु पर्ला कि आफ्ना कानहरूले आफ्नो कानहरूले सुन्नु पर्ला कि आफ्नो हृदयले बुझ्नु पर्ला र फर्कनु पर्ला कि आफ्नो बुझ्नु पर्ला कि फर्कनु पर्ला कि र मैले तिनीहरूलाई निको पार्नु पर्ला कि भनेर अनि 28 यसकारण यो कुरा तपाईहरूलाई थाहा होस् परमप्रभुको मुक्ति अन्य जातिहरू कहाँ पठाइएको छ र तिनीहरूले सुन्नेछन्। यो मुक्तिको कुरा चाहिँ आज अन्य जातिहरूमा पहिलो चाहिँ आज इजरायली हो चुनावको हिसाबले, तर आज यो मुक्तिको हिसाबले चाहिँ आज इजरायलीहरू पछि परेको छ। त्यही भएर अघि चाहिँ पछि हुन्छ, पछि चाहिँ अघि हुन्छ भनेको कुरा चाहिँ यो हो। इजरायलीहरू अघि हो, ऊ चुनावमा परेको, तर उद्धार मुक्तिको सम्बन्धमा चाहिँ आज हामी अन्य जातिहरू चाहिँ अघि परेको छौँ। अनि परमेश्वरले आज यो कारणले गर्दा चाहिँ आज यो कुराहरू आज इजरायलले चाहिँ परमेश्वरलाई ग्रहण नगरेको कारणले गर्दा इजरायलहरूले चाहिँ आज परमेश्वरलाई व्यवस्था गरेको कारणले गर्दा आज परमेश्वरले इजरायलीहरूको माध्यममा अचम्म कामहरू गर्नुभयो। तर उनीहरूले आज परमेश्वरलाई के गर्नुभयो? अचम्म काम गर्नुभयो। अनि धेरै कामहरू परमेश्वरले आज इजरायलमा गर्नुभयो, इजरायलको बीचमा गर्नुभयो। तर परमेश्वर त्यहाँनिर हेलित हुनुभयो। अनि परमेश्वर चाहिँ त्यहाँनिर के हुनुभयो? तिनीहरूले मार्ने महत्त्व पनि गरेको कुराहरू हामी थाहा पाउँछौँ। यसको मतलब के हो? उनीहरूले चाहिँ आज परमेश्वरलाई ग्रहण गरेन। अनि यो उनीहरूले ग्रहण नगरेको कारणले गर्दा चाहिँ आज यो कुरा चाहिँ आज हामी कहाँ आएको छ। अनि आज हामीले यो कुरालाई बुझ्नुपर्छ। अघि हामीले पहिलो युना 1 पढ्दै थियौँ। हामीले आज साँचो हृदयले परमेश्वरलाई आज पुकार्छौँ भने उहाँ चाहिँ आज हाम्रो सबै पापहरू क्षमा गर्न, सबै अलिकति होइन सबै, त्यहाँ 2 ठाउँ लेखेको छ सबै भन्ने कुरा, एउटा 7 पदमा र एउटा 9 पदमा सबै भन्ने कुराहरू लेखेको छ। उहाँ चाहिँ आज सामर्थ्य हुनुहुन्छ भन्ने कुरा छ। हामी जस्तो सुकै अवस्थामा हौँ, आज हामी त साँच्चै नै क्रोधको निम्ति साँचिएको त्यो सदोम र गमोरा जस्तो नाश गर्ने लायक थियौँ। अनि तर पनि परमेश्वरले हामीलाई आज आफ्नो बगानमा ल्याउनु भयो। अनि परमेश्वरले हाम्रा सबै पापहरू आज हामीबाट हटाइदिनु भएको छ। अनि हाम्रो सबै अपराधहरू परमेश्वरले क्षमा गर्नुभएको छ। सबै भनेको अलिकति होइन, सबै जति छ हाम्रो भएका पाप अपराधहरू परमेश्वरले आज क्षमा गर्नुभएको छ। तसर्थ हामीले आज परमेश्वरलाई धन्यवाद चढाउनुपर्छ। अनि यहाँनिर अलिकति अर्को कुरा चाहिँ यो हाम्रो युहन्ना 10 को यो चाहिँ आज अन्य गोठाला अन्य भेडाहरू भन्ने कुरा चाहिँ यहाँ हामीले यो हेऱ्यौँ। अन्य भनेको चाहिँ आज हामी अन्य जाति हो भन्ने कुरा विशेष बुझ्ने कुरा चाहिँ हामी चाहिँ आज परमेश्वरको गोठमा आएका छौँ। अनि यहाँनिर हामीले अघि पढ्यौँ रोमीमा प्रिय थिएनन् प्रिय भएका छन् भनेर आज हामीले अन्य जातिहरूलाई परमेश्वरले प्रिय बनाउनु भएको छ। परमेश्वरले हाम्रो निम्ति आज एउटा वंशलाई छोडिराख्नु भएको थियो। अनि परमेश्वरले चाहिँ आज सबै कुललाई अब्राहममा भएर आशिष दिनुभएको थियो। त्यो वंश त्यो कुलहरू आज हामीहरू पनि हौँ। तसर्थ यहाँनिर हामीले अर्को अलिकति हेरौँ 14मा हाम्रो पाठको 14मा म नै हुँ अनि म मेरा भेडालाई चिन्छु अनि आफ्नाद्वारा म चिनिएको छु। यहाँनिर चाहिँ आज हामीलाई परमेश्वरले आफ्नो बगालको भेडा बनाइसक्नु भएको छ, उद्धार मुक्ति दिइसक्नु भएको छ। मुक्तिको कुरा यहाँ उद्धारको कुरा धार्मिक कुराहरू परमेश्वरले हाम्रो निम्ति दिइसक्नु भएको छ। आज हामी चाहिँ परमेश्वरद्वारा चिनिएका छौँ।
के हामी परमेश्वरद्वारा चिनिएका छौँ, आज तपाईँहरूलाई प्रश्न हुन्छ। अनि आज यहाँनिर हामीले चाहिँ जसलाई हामी चिन्छौँ, जसलाई हामी विश्वास गर्छौँ, आज हामीले उसलाई चाहिँ आज आराधना उपासना चढाउनुपर्छ। आजको दिनमा हामीले परमेश्वरलाई चिनेर, आज परमेश्वरलाई जानेर आराधना उपासना चढाउनुपर्छ। यिनीहरू युहन्ना 4:22 पदमा त्यो सामरी स्त्रीको त्यहाँनिर कथामा के भन्छ, 22 पदमा, तिमीहरू जसलाई चिन्दैनौ उहाँको उपासना गर्छौ, हामी चाहिँ जसलाई चिन्दछौँ उहाँकै उपासना गर्दछौ, किनकि मुक्ति यहुदीबाट आएको छ। किनकि परमेश्वर यहुदीबाट हुनुहुन्थ्यो, त्यही भएर मुक्ति चाहिँ यहुदीबाट आएको छ। अनि त्यसकै मन्दिर जसले चाहिँ आज यहाँनिर उपासना गर्छ ऊ चाहिँ आत्मा र सत्यतामा गर्छ। त्यसै गरी यहाँनिर पावलले पनि परमेश्वरलाई चिनेको थिए, उसले पनि भन्छ जसलाई म चिन्छु भनेको यहाँनिर भन्छ। दोस्रो तिमोथी 1:12 आउनुहोस् त। त्यहाँनिर पावलले पनि आज तिमोथीलाई भन्दछ, अनि म त्यो हाम्रा प्रभुलाई जसले मलाई सामर्थ्य पुऱ्याउनु थियो धन्यवाद चढाउँछु, किनभने उहाँले मलाई विश्वासयोग्य सम्झनु भयो र सेवामा नियुक्त गर्नुभयो। पहिलो तिमोथी 1:12 रहेछ। 1:12 पहिलो तिमोथी 1:12। अनि म हाम्रा प्रभुलाई जसले मलाई सामर्थ्य पुऱ्याउनु भयो धन्यवाद चढाउँछु, किनभने उहाँले मलाई विश्वासयोग्य सम्झनु भयो र सेवामा नियुक्त गर्नुभयो। सेवामा 1:12। अब म यो भन्दछु, तिमीहरूमध्ये हरेकले म पावलको हुँ, होइन, दोस्रो तिमोथी 1:12 रहेछ। मतलब यही कारणले म निकाले, यी दुःखहरू भोग्छु, यी दुःखहरू भोग्छु तरै पनि म लजाएको छैन, तरै पनि म लजाएको छैन, जसलाई मैले विश्वास गरेको छु, जसलाई मैले विश्वास गरेको छु उहाँलाई म जान्दछु, उहाँलाई म जान्दछु, र त्यस दिनसम्मका निम्ति जुन कुरा मैले उहाँलाई सुम्पेको छु त्यसको रमाली गर्नलाई उहाँ सामर्थ्य पुग्छ भनी मलाई निश्चयता छ। यसरी निश्चयता हुनुपर्छ। हामीले एकदम चिन्नु पनि पर्छ परमेश्वरलाई। यहाँ पावलले पनि आज यो तिमोथीलाई पत्र लेख्दा म उसलाई चिन्दछु अनि म चाहिँ त्यसको निश्चयता छ, उसलाई सामर्थ्य हुनुहुन्छ भनी मलाई निश्चयता छ। हामीले परमेश्वरमा निश्चयता राख्नुपर्छ। एउटा आज परमेश्वरले हामीलाई विश्वास दिनुभएको छ, एउटा आशा दिनुभएको छ। आज हामीले परमेश्वरलाई चिनेर धन्यवाद चढाउँ। चिन्नु त यहाँनिर दुष्ट आत्माहरूले पनि परमेश्वरलाई चिनेको छ। हामीले हेर्ने हो भने दुष्ट आत्माहरूले पनि परमेश्वरलाई चिनेको छ, उनीहरू थरथर पनि कामेको छ। हे परमेश्वर, तपाईँसँग हाम्रो के काम भनिकन त्यहाँनिर परमेश्वरलाई दुष्ट चिन्नु त सबैले चिनेको छ परमेश्वरलाई, तर कस्तो तरिकाले चिनेको छ। आज परमेश्वरले चाहिँ हामीलाई आज चिनेको चाहनुहुन्छ। उहाँले त हामीलाई चिनिसक्नु भएको छ। उहाँले त हामीलाई यो हाम्रो पाठमा उहाँले भन्नुभएको छ, म चाहिँ चिनिएको छु अनि म चाहिँ यहाँनिर भन्छ जसरी पिताले मलाई चिन्नुहुन्छ उसरी नै म पितालाई चिन्छु अनि म भेडाहरूको निम्ति भेडाहरू चिन्छु अनि मेरो आफ्नाद्वारा म चिनिएको छु। आज हामी सबैजना परमेश्वरको बगालका भेडाहरू हौँ, उहाँको आफ्नो हौँ। तसर्थ आज हामीले परमेश्वरलाई चिनेर आज धन्यवाद चढाउनुपर्छ। आज हामी त्यसै परमेश्वरलाई नचिनिकन नजानिकन आज हामीले त्यो बाँसघारीको ढुङ्गाने जस्तो गर्नु हुँदैन। हामीले चाहिँ अँध्यारोमा आज हिँड्दाखेरि हामी लड्छौँ, त्यस्तै हामी एक दिन लड्नेछौँ। तसर्थ आज हामीले परमेश्वरलाई हाम्रो आत्माबाट, हाम्रो प्राणबाट, हाम्रो शरीरबाट आज हामीलाई मनपर्ने, परमेश्वरलाई मनपर्ने आज हामीले सेवाको साथमा आज परमेश्वरलाई धन्यवाद चढाउनुपर्छ। यो धन्यवाद चाहिँ आज परमेश्वरले निरन्तर चाहनुहुन्छ भनिन भन्छ। यो चाहिँ परमेश्वरको आज्ञा पनि हो। अनि हामीले परमेश्वरमा रहेर परमेश्वरलाई धन्यवाद चढायौँ भने हामीलाई सबै कुराहरूबाट परमेश्वरले आज भलाइ नै उत्पादन गर्दछ भनिन भन्दछ। तसर्थ आजको यो परिस्थितिमा पनि आज जस्तोसुकै संसारको अवस्था भए तापनि आज परमेश्वरले हामीलाई परमेश्वरमा बोलाउनु भएको छ। उहाँले आफ्नो बगालको भेडामा आज हामीलाई सामेल गराउनु भएको छ। यहाँ कोही ग्रिक, कोही यहुदी होइन, यहाँ सबै आज प्रभुको छोराछोरी, प्रभुको जन। आज परमेश्वरले हामीलाई उहाँको धूप बाल्ने, उहाँको पुजारीहरू तुल्याइसक्नु भएको छ। तसर्थ आज हामीले परमेश्वरलाई धन्यवाद चढाउनु पर्छ। यहाँनिर अनि हाम्रो भजन सङ्ग्रहमा आउनुहोस्, त्यसको हामी त्यो पढेर राख्छौँ। भइसक्यो भजन सङ्ग्रह 23को 1, 2, 3 हामी पढौँ। परमेश्वर चाहिँ हाम्रो असल गोठालो हुन्छ। हिब्रू 13:20 अनुसार उहाँ महान गोठालो पनि हुनुहुन्छ।
अनि कुनै कुराको कमी हुने छैन। हामीलाई परमेश्वरमा हामी भयौँ भने, परमेश्वरमा हामी टाँसिराख्यौँ भने हामीलाई कुनै कमीको घटी कमी हुने छैन। उहाँले मलाई हरियो खर्कमहरूमा सुताउनुहुन्छ। उहाँले हामीलाई हरियो खर्कमा सुताउनुहुन्छ। उहाँले मलाई शान्त पानीतिर डोराउनुहुन्छ। उहाँले मलाई शान्त पानीतिर डोर्याउनुहुन्छ। उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्छ। हामी एक समय मरेको थियौँ, हामी एक समय पाप अधर्ममा मरिसकेका थियौँ, मर्नेवाला थियौँ, तर परमेश्वर हामीलाई पुनर्जीवित गर्नुभएको छ। उहाँले मलाई आफ्नो नामको खातिर धार्मिकताका मार्गहरूमा डोराउनुहुन्छ। उहाँले मलाई उहाँको नामको खातिर धार्मिकताका मार्गहरूमा डोर्याउनुहुन्छ। यो कुराहरू छ। आज हामीले परमेश्वरलाई चिनेर उहाँ चाहिँ आज हामीलाई सदम र गमरा जस्तो हुनु दिनु भएन, जहाँ कि आजसम्म कुनै सागपात झारपात पनि उम्रिएको छैन, त्यहाँ चाहिँ गन्धकहरू अझैसम्म पनि पाइन्छ भनेर वैज्ञानिकहरूले भन्दछ। अनि त्यस्तो बनाउन सक्नुहुन्थ्यो, तर पनि हामीले आज क्रोधको भाँडालाई पनि दया कृपा गर्नुभएको कारणले गर्दा आज हामीले आज परमेश्वरमा प्रभु येशू ख्रीष्टमा भइकन आज हामी धार्मिकतामा आएका छौँ। तसर्थ हामीले आज परमेश्वरलाई आफ्नो हृदय खोलेर धन्यवाद चढाउँ। सुरु वचनमा प्रभुले सहायता गरेको छ।